अर्जेन्टिना भर्सेस स्पेन आज राति 12:45 मा हुँदैछ वर्ल्ड कपको फिनाले, जुन गेम चाहिँ लास्टै क्रेजी हुनेवाला छ। यो गेम योभन्दा अगाडि सबैले हेर्न चाहेको थियो, तर यो गेम रोकिएको थियो। तर आजको फिनाले कदापि पनि रोकिनेवाला छैन। तिमीहरूलाई के लाग्छ? लियोनल मेस्सी भर्सेस लमिन यामाल, कसको चाहिँ म्याजिक चल्ला आज? योभन्दा अगाडि 2010 मा स्पेनले पहिलो वर्ल्ड कप जितेको थियो, त्यसपछि जित्न सकेको छैन। त्यसै गरी अर्जेन्टिनाले 2022 मा वर्ल्ड कप जितेको थियो र आज जित्छ भने ब्याक टु ब्याक वर्ल्ड कप जित्ने दावेदार बन्नेछ ब्राजिल पछि। अनि तिमीहरूलाई के लाग्छ, आज अर्जेन्टिनाले आफ्नो वर्ल्ड कप जित्ने फेरि सपना पुरा गर्न सक्ला त, कि स्पेन बन्ला नयाँ च्याम्पियन्स? अनि आज लियोनल मेस्सीले 2 गोल्स गरेर केलियन एम्बापेको रेकर्ड तोड्न सक्ला नि त? के लियोनल मेस्सी यो पालिको गोल्डन बुट विनर बन्न सक्ला नि त? कि लमिन यामाल लियोनल मेस्सीलाई हराएर नयाँ च्याम्पियन्स बन्लान्? तिमीहरूलाई के लाग्छ? कमेन्ट गर।